यदि यो कार्यक्रमको यो पछिल्लो आधी घण्टा यहाँहरूलाई उत्साहवर्धक बनाउन सकिएको रहेनछ भने म कार्यक्रम सञ्चालकको तर्फबाट आयोजकको तर्फबाट क्षमा चाहन्छु। तर कार्यक्रमको नियमितता को बारेमा हामी यसलाई पूर्ण रूपमा नियमितता प्रदान गर्न कटिबद्ध रहेका छौँ। निरन्तर रूपमा 60 घण्टासम्म सञ्चालन गरेर विश्व कीर्तिमान कायम गर्दै नेपालका अथाह सम्भावनाहरूको कुरा गर्दै ख्यातिप्राप्त व्यक्तित्वहरू र विभिन्न क्षेत्रका विज्ञहरूसँग कुराकानी गर्दै लङ्गेस्ट म्याराथन टेलिभिजन टक सो एभर रेकर्डेड इन अ हिस्ट्री अफ टेलिभिजनलाई सञ्चालन गरिरहेका छौँ हामी न्युज 24 टेलिभिजन र विदेशमा विभिन्न माध्यम हाम्रा विभिन्न पार्टनर्सहरूको माध्यमबाट तपाईँले हेरिसक्नु भएको छ। आदरणीय दर्शक महानुभावहरू, अब कार्यक्रममा उत्साह थप्नको निमित्त यस्ता अतिथिको आगमन भइसकेको छ जसको नाम सुन्ने बित्तिकै तपाईँहरूले आफ्नो टेलिभिजनको भोल्युम बढाउनुहुनेछ भन्ने अनुमान मैले लिएको छु। केशव स्थापित, धेरै चिजहरू जोडेर धेरै सन्दर्भहरू जोडेर नभनिकन सिधै मैले केशव स्थापित भने। केशव स्थापित क्षणमै गुमनाम हुने, क्षणमै चर्चामा हुने काठमाडौँ महानगरपालिकाका पूर्व मेयर र यहाँलाई थाहा छ कुनै समय एमाले त्यागेर नेपाल प्रजा परिषदको कार्यभार अध्यक्ष पनि बन्नुभएको थियो। अहिले राजनीतिक रूपमा क्रियाशील हुनुहुन्छ। पछिल्लो समय काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्तबाट हटेपछि अथवा हटाइएपछि सर्वोच्च अदालतबाट पुनः बहालीपछि सोही जिम्मेवारीमा हुनुहुन्छ अहिले। र नमस्कार, म यहाँलाई विश्वको सबैभन्दा लामो म्याराथन टेलिभिजन टक सो विश्वले चिन्नेछ नेपाल कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। प्लिज। तपाईँको उत्साह देखेर बडो डाढ लाग्थ्यो मलाई पहिलादेखि नै, अहिले पनि म त्यसको खुला हृदयले तारिफ गर्न चाहन्छु। उत्साह कहाँबाट आउँछ तपाईँलाई? यो कर्म हो क्या। यो मुलुकमा जन्मिएपछि नि हजुर मेरो पुर्खा यहीँ जन्मियो, यही कर्म गरे, हजुर यहीँको माटोमा हुर्क्यौँ होइन। हजुर यहीँ सागसब्जी खाइयो, यहाँको हावा खाइयो, सुगन्ध सुँगे होला, सबै कुरा त यही माटोले नि दिएछ, यहीको पानीले दिएछ भनेपछि यो मुलुकप्रतिको कर्तव्य हो। हजुर निष्ठापूर्वक चाहिँ गर्नुपर्छ। हजुर अनि बिहानै तपाईँ यसो घाममा चाहिँ हात फैलाएर त्यो कस्मिक रेजलाई अलिकति तपाईँ चाहिँ होइन थाप्नुहोस् त। हजुर त्यो तपाईँले चाहिँ छोएको पानीमा मुखमा छाप्दाखेरि हजुर यो मेरो धरतीको पानी भनेर चाहिँ गर्व गर्न साथ लामो 1 बजी बिहान चाहिँ प्रणाम गर्ने श्वास लिन साथ चाहिँ तपाईँ स्फूर्ति आइहाल्छ, कर्मबोध हुन्छ क्या। हजुर अनि त्यो अर्जुन देश जस्तो यो कर्म मैले पुरा गर्नुपर्छ, यो मुलुकलाई मेरो तिर्नु छ भनेपछि हजुर त्यो अनवरत उत्साह हुन्छ क्या। हजुर नथाक्ने खालको। तपाईँलाई के लाग्छ, तपाईँ यो यहाँ परिवर्तन ठुलो परिवर्तन ल्याउन सक्ने प्रमुख व्यक्तित्वको रूपमा अझै पनि आफूलाई स्थापित गर्न सक्नुहुन्छ जस्तो लाग्छ? म त्यसको केन्द्र भागमा छु, मलाई कुनै दुविधा छैन। तपाईँलाई केले बाधा पार्छ? तपाईँ त कस्तो भने सिनेमाको हिरो जस्तो हुनुहुन्छ क्या, तपाईँको सट्टा हुनुहुन्छ होइन, उत्साहवर्धक अभिव्यक्तिहरू पनि दिनुहुन्छ, काम पनि तपाईँले गर्नुभएको कामलाई मैले अवमूल्य गरेको छैन, गर्नुभएको छ, गर्नुहुन्छ, सबैले तारिफ गरिरहेका छन्। त्यसका मूल्याङ्कन आफ्नै किसिमका भए तापनि साँच्चै नै त्यसको उच्च मूल्याङ्कन भएको हामीले पाएका छौँ विभिन्न माध्यमहरूबाट। तर यो सिनेमाको हिरो जस्तो गरी आउनुहुन्छ यो पनि होइन। अब यो के हुन्छ भने हामी पहाडी मुलुकमा हजुर एक ठाउँबाट तपाईँ हेलम्बु जानुभयो भने यसो गएपछि त्यो तार्किक घाङ ठ्याक्क देखा पर्छ क्या। हजुर अनि तार्किक घाङमा तपाईँले गर्नुपर्ने कर्म गरेर अर्को चाहिँ शेर्माथाङतिर जानुभयो भने हजुर फेरि त्यो बस्ती छोपिन्छ नि। हजुर हजुर त्यो बस्तीमा चाहिँ फेरि प्रवेशपछि बस्तीका सबैले देख्छन् क्या। हजुर हजुर अनि त्यहाँको तोरणहरू देख्छ, अरू देख्छ, झन्डाहरू देख्छ, अनि फेरि एउटा रिजोइस जस्तो होइन जाने क्रममा हुनुहुन्छ। त्यो अनन्त यात्रा हो क्या। हजुर नटुङ्गिने यात्रा, जीवनको अन्तिम क्षणसम्म। हजुर यो मुलुकको लागि तिर्नको लागि चाहिँ मेरो यात्रा हो। हजुर यो काम गर्ने सिलसिलामा जस्तो तपाईँसँग भिजन छ, तपाईँले आफ्ना भिजनहरू राख्नुभएको छ, आफ्ना दस्तावेजहरू बनाउनु भएको छ, कसरी गर्ने प्लानिङहरू छ तपाईँले राख्नुभएको छ, तपाईँले के बाधा प्राप्त गर्नु? यो बाधा केही छैन, बाधा केही छैन, छैन बाधा पनि। तपाईँलाई काम गर्न नदिने किसिमका वातावरणहरू भयो भनेर विगतमा भनिरहनु हुन्थ्यो बेला बेला। त्यो त अवरोध आउँछ क्या। किन आउँछ त्यो काम गर्न चाहने मान्छेलाई? मैले नदी पनि रिपिट गर्छु एउटा कुरा, बग्दै गरेको नदीमा हजुर रोमाञ्च कहाँ आउँछ भन्दा त्यो बग्दै गरेको नदी चाहिँ जहाँ ढुङ्गामा ठोकिन्छ नि, अनि सर्फिङ हुन्छ नि, अनि त्यसरी त बुझेनन् होइन। बाधा कसले दियो त्यो भनिदिनुहोस् न, एकदमै बिचमा आउँछ क्या। यसले दियो भनेर आफ्नो अभियान रोक्ने पनि होइन, होइन कोहीसँग गुनासो गर्ने पनि होइन। यो ठोकियो हो, ठोकिएको कारणले त्यो सर्फ जस्तो देखियो नि, झन् कस्तो रोमाञ्चकारी हुन्छ नि, ठोकियो हो त्यो, तर भाव त रोकिएन नि होइन। जस्तो मलाई अस्ति चाहिँ निकाल्ने काम हो, ठोकियो नि एकछिन त, तर यो ठोकिएको अवधिको पानी त अरू ठाउँमा सिँचाइमा काम लाग्यो होला नि होइन। तपाईँलाई किन निकालिएको होला? पर्फर्मेन्स असल मान्छे त हुँ भन्दै हुनुहुन्छ तपाईँ, असल काम गरेको भन्ने कुरामा तपाईँलाई कुनै दुई मतै छैन? छैन, छैन सन्देह। भनेपछि असल मान्छे तपाईँलाई निकाल्ने मानिस त खराब भयो नि त।
यस्तो पनि गुनासो गर्नु हुँदैन होइन कसैपट्टि द्वेष कसैपट्टि गुनासो होइन लान्छन् होइन हजुर मलाई प्रधानमन्त्री बाबुरामजीले आफैले डाकेर आँखाभरि चाहिँ होइन कस्तो लाग्यो आँसु बोकेर उहाँले देश बनाऊ उहाँले भनेको यो हजुर अन्तर मनले भनेको 2 जना मात्र हजुर अनि उहाँले के भन्नु भने मैले पनि प्रयत्न गरेँ यो देश बनाउन सकेन मैले सोचेअनुसार भएन तपाईँ जस्तै मान्छे चाहियो भने हो क्या हजुर मलाई नि भन्न सक्नु भएन मैले भने तपाईँले मलाई खोज्यो होला म माओवादी भन्न सक्दिनँ हजुर त्यो हिंसाको परम्परालाई म स्वीकार्दा पनि स्वीकार्दिनँ हजुर त्यसैले म जस्तो मान्छे खोज्ने त तपाईँले आफ्नो पार्टीभित्र खोज्नु पऱ्यो विश्वासिलो हजुर तर उहाँले भने मैले तपाईँले खोजे हो हजुर मैले माओवादी बन्दिनँ मैले तपाईँ प्रभाव चाहिँ दिन पाउनुहुन्न दबाब दिन पाउनुहुन्न मलाई स्रोत चाहिँ प्रशस्त स्रोत दिनुपर्छ यो सबै स्वायत्तता दिनु भए म जिम्मेवारी बोक्न तयार छु उहाँले एक दिनभित्र 2टा क्याबिनेट बैठक राखेर असम्भव प्राय नेपालमा मलाई चाहिँ यो पदमा ल्यायो भने मैले त उहाँले त धन्यवाद भन्नु पऱ्यो हजुर त्यसपछि चाहिँ हामीले यो सहरी विकास प्राधिकरण ऐन जस्तो ल्याउने हजुर र 14 वटा अर्को प्राधिकरण जन्माउने हजुर र त्यो सहरी केन्द्रहरू बनाउने हजुर र मेरो अहिलेसम्मको निष्कर्षले के भन्छ भने त्यो सुदूर गाउँमा उ त्यहाँ 4 घर 2 घर 3 घर बस्ने हजुर अनि त्यहाँ विद्युत पुर्याउन सक्छौँ बाटो पुर्याउन सक्छौँ हामीले चाहिँ त्यहाँनिर पानी पुर्याउन सक्छौँ तर हामीले झुटा आश्वासन दियौँ सबै पोलिटिकल फोर्सेसले जे पनि दिन्छ भन्ने अनि आफैले लोपा खाने अनि सहरतिर एकबाजी मान्ने भएपछि गाउँतिर छिटै नछिने किन लाजले पनि नजान्ने भयो क्या उहाँहरू कमिटमेन्ट त गरेछ अब कमिटमेन्ट त गरेछ घरि पछि त्यसैले त्यो सुदूर गाउँमा जहाँ औषधि पुग्दैन विद्यालय छैन एउटा विद्यालय 3 घण्टा हिँड्नुपर्छ हजुर त्यो सहरी केन्द्रहरू निर्माण गरौँ जहाँ पानीको चाहिँ होइन आधार छ नदीहरू छ त्यसको दायाँ बायाँ चाहिँ ठुला सहर बनाऊ त्यो 15 लाखको 30 लाखको 20 लाखको इटरीलाई सेन्टर बनायो भने 35 लाखको अनि यो सहरहरूलाई जोड्नलाई चाहिँ अन्न हामी चाहिँ रेलको कुरा गरौँ होइन त्यो सुपर त्यही रेलहरूको कल्पना गरौँ वाइड रोडहरूको कुरा गरौँ जुन ठाउँमा चाहिँ गाउँबाट चाहिँ सबै आयो सहरमा आइसकेपछि कुनै जात हुँदैन सहरिया नागरिक हुन्छ हो उसको कुनै चाहिँ अवहेलित मान्छेहरू हुँदैन जसले श्रम गर्छ ऊ चाहिँ उन्नति जान्छ तर गाउँमा बसेपछि त अहिलेसम्म दलित त दलितै रहन्छ नि त्यो तल आएर फोक्सो फ्राइड चाहिँ बेच्न थालेपछि त्यो चाहिँ गजबको स्वाद लाग्ने भएपछि त्यो कुन जातको हामी कहिले सोध्छौँ मनमै पनि आउँदैन त्यसैले अहिले चाहिँ रक्त सम्मिश्रणको लागि सबै जातिहरूको चाहिँ केन्द्रहरू निर्माण गरौँ त्यो सम्ममा यसरी बनाउने र त्यो क्याबिनेटको चाहिँ होइन ढोकासम्म पुगिसकेको हजुर बाबुरामजी मेरो प्रयत्नले त्यो भएको भए अहिलेसम्म 14 वटा प्राधिकरण बन्थ्यो र उहाँ कति इमान्दार मान्छे भने मेरो पार्टीबाट चाहिँ ल्याउने मान्छे यस्तो चाहिँ जीवन्त कुरा गर्ने भाइब्रेन्ट सिटीको कल्पना गर्ने मेरो पार्टीमै छैन तपाईँले मान्छे खोज्नुहोस् भनेर 14 प्राधिकरणलाई मैले 12 जना मान्छे तयार गरिसकेको हजुर त्यो हाम्रो यस्तो गहिरो एउटा सम्बन्ध बन्यो आन्द्रा गाँसिए जस्तो हजुर अब त्यसपछि कहाँनिर मुलुक बनाउँछु भनेर प्रतिबद्ध भएका मानिसहरू जस्तो मैले चाहिँ के भने नारायणीलाई चाहिँ होइन अहिले फ्लड प्लेन चाहिँ 1200 मिटर छ कहीँ 900 मिटर छ हजुर यो चौडा ठाउँमा फ्लड पानी बग्ने भनेको त 300 मिटर हो त्यसैले यहाँ 100 मिटर यहाँ 100 मिटर लिएर चाहिँ माथि उच्च ठाउँ बनायो मान्छे हिँड्ने फिल्मको जस्तो ढल हाल्यो र दायाँ चाहिँ 1-2 किलोमिटरसम्म ल्यान्ड पिलिङ होइन बायाँ पनि 1-2 किलोमिटरसम्म नवलपरासी बनाइयो भने त्यो ठाउँमा चाहिँ खोला नदीको छेउछेउमा सहर बनायो कि हामी साङ्घाईभन्दा कम हुन्छौँ फुदोङभन्दा कम हुन्छौँ फुदोङको इन्जिनियर ल्याउँ न फुदोङको चाहिँ प्लानर ल्याउँ उनीहरूको चाहिँ यो पर्ल टावर भने हामी डायमन्ड टावर भनौँ क्वार्ट्सको टावर भनौँ यो भ्याम छ नि हामी पनि यस्तो एउटा सहर बन्न सक्छ किन पानी बिचमै छ अनि त्यहाँ ढुङ्गामा बसेर गर्लफ्रेन्ड बोयफ्रेन्ड बस्ने त्यो टुरिस्ट बस्ने अरू बस्ने फ्यामिली बस्ने अनि हामी पनि लन्च डिनर गर्न सक्दैनौँ त्यसरी चाहिँ त्यहाँको अव्यवस्थित बसोबासीहरू जसलाई मान्छे सुकुम्बासी भन्छ म भन्दिनँ उहाँहरूलाई पनि उपयुक्त स्थानमा दिएपछि उहाँले के भन्छ राज्यले मलाई जमिन दियो मलाई घर दियो म काम गर्छु केही मान्छेले भन्छ यो चाहिँ गरिब मान्छेलाई त्यो व्यवस्थापन गरेर कहिले उँभो लाग्छ भन्छन् मैले भन्छु उनीहरूको हात खुट्टा के नभएका मान्छे जन्मिया छ र चेतना नभएको छ र त्यो आर्थिक केन्द्रमा लागेको त्यसलाई मान्छे 5000को एउटा बस्ती भन्यो हजुर 5 जनाले ग्यास बेच्यो भने 1000 मान्छेले ग्यास बेच्छ भनेको महिनाको लाख रुपियाँ कमाउँछ हामीले दिने जमिन र चाहिँ घरसहितको 12 लाख भयो भने उहाँले 2 वर्षमा तिर्न सक्नुहुन्छ चाहिँ समाजमा बराबरी भएन कोही मान्छेले 4 जनाले मासु बेच्लान् कसैले 4 जनाले ग्रोसरी खोल्लान् 4 जनाले चाहिँ होइन मोटरसाइकल चाहिँ बनाउने चाहिँ पसल खोल्लान् लाइसेन्स अझ सबभन्दा गरिबलाई चाहिँ रक्सी बेच्न लाग्यो भने त दिनको 4000 रुपियाँ कमाइ हुन्छ 5000 को बस्तीमा 4 वटा दोकान भएपछि कति कमाउँछ दिनको 4-5 हजार कमाएपछि 2 वर्षभित्र पैसा तिर्दैन अनि सबै समकक्ष सबै समान बराबर अनि मेरो छोराले क्रिकेट खेल्यो तपाईँको छोराले खेल्यो त्यो दलित भनेको मान्छेले चाहिँ होइन भलिबलमा स्म्यास गरेपछि सबभन्दा नाम कसको हुन्छ उसको हुन्छ कुनै जातको हामी कुरा गर्दैनौँ कुन धर्मको हामी कुरा हुन्छ एचिभमेन्टको प्रतिस्पर्धाको कुरा हुन्छ अनि गर्व हुन्छ क्या म पनि यो राज्यको एउटा अङ्ग म पनि नागरिक हुँ
छेउमा गएर म पनि बेलुकी चाहिँ ढुङ्गामा बसेर चाहिँ होइन प्रेमको कथा हाल्न सक्छु कविता कोर्न सक्छु भनेपछि अनि राज्य एक ठाउँमा आउँदैन कहाँ यो चाहिँ जातीयको कुरो यो संहिताको कुरो त्यो सँग पनि हुन्छ जात पनि हुन्छ एक ठाउँमा आएपछि तर समृद्ध मैले नेपाली कांग्रेसको साथीहरूलाई भन्छु राप्रपाले मैले तराईवासीलाई भनेको छु तिम्रा छोरा नाति करोडपति बनौँ बेलुकी ब्लू लेभल एउटा राखौँ खानेकुराले सजाउँ मेरो चाहिँ विश्वास यो मेरो दर्शन यो भनेर अनि तर्क गरौँ अहिले चाहिँ एउटा चौतारीमा बस्ने वरिपरिका मान्छे आउने अनि खल्तीमा को एउटा मूर्ख आउँछ र त्यसलाई पैसा तिरौँ भनेर पहिला चिया खाने बिस्तारै सुरुप खाने एउटा चाहिँ फिल्टर नभएको चुरोट खाने अनि एउटा कोही नेता नामको मान्छे आएको ल दाइ आउनुभयो भनेर जम्मै भाग्ने खालका स्थिति छ यसै मुलुकको चाहिँ होइन समग्र चिन्तन गर्न सक्छ गाउँमा बसेको चाहिँ एउटा गाविसको अध्यक्ष भयो भने जिन्दगीभर गाविस अध्यक्ष हुन्छ ऊ चाहिँ जिल्ला विकाससम्म पुग्ला ऊ चाहिँ मान्य हुन हदैले एक दुईजना चाहिँ आउला तर सहरी केन्द्रमा बसिएपछि आफ्नो क्षमता प्रदर्शन गर्न साथ ऊ क्रिकेटर हो कि ऊ चाहिँ होइन कुनै भलिबल प्लेयरको अथाह सम्भावना त्यो फोरमहरू क्रिएट हुन्छ क्या जहाँ व्यक्तिलाई राष्ट्रिय व्यक्तित्व बन्न सक्छ जसले चाहिँ होइन अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्छ अब मैले चाहिँ अनुराधा दिदीको कुरा गर्छु उहाँ गाउँमा कुनै ठाउँ बसेको भए के गरेर बसेको होला दुध दुहेर बसेको होला गाई पालेको होला होइन सम्पन्न किसान होला होइन राम्रो कृषक बन्न सक्छ उहाँ सहरी केन्द्रमा आउनुभयो अनि उहाँले सहरको समस्या बुझ्नुभयो होइन अनि त्यसलाई उहाँले एक ठाउँमा ल्याएको लगत्तै अन्तर्राष्ट्रियकरण भयो सिएनएन हिरो हुनुभयो तर यो कुरो चाहिँ नवलपरासीको कुनै गाउँमा बसेको भए हुम्लाको कुनै ठाउँमा बसेको सम्भावना हुन्छ सहरी केन्द्रहरू तर ठाउँहरूलाई विकसित गराउनु पर्ने कुरा त फेरि यहाँ यसले त सहरीकरणका लागि भनेर मानिसहरूलाई सबैलाई एकै ठाउँमा यो विकेन्द्रीकरणका कुराहरू आउने भएन त्यहाँनिर त विकेन्द्रीकरण भयो भने तपाईँले कहिले चाहिँ कुनै एउटा चाहिँ इलाम जस्तो प्रशस्त ठाउँमा तपाईँ नामसालिङ जानुहोस् नामसालिङ जाने बाटो छैन नामसालिङमा खानी छ अरू छ अलैँची छ अलैँचीको खेती गर्नेहरू बसौँ न चियाको खेती गर्ने चाहिँ जति चाहिन्छ त्यो म्यान पावर बसौँ अरू जम्मै चाहिँ होइन तल चाहिँ शान्तिनगरतिर आएर एउटा ठुलो सहरमा बस्यो भएन संसारभरि त्यही त हो नि कृषकहरू चाहिँ होइन जति चाहिन्छ म्यान पावर त्यहाँ बस्ने त्यसपछि अरू सहरमा आउने हो सहरमा आउने अनि नै त्यो एउटा ठुलो चङ्क जग्गामा अनि आधुनिक कृषिको कुरा हुन्छ हामीले पनि यार्सा गुम्बा चाहिँ कसरी उत्पादन गर्ने हो कि हाम्रो चाहिँ होइन अरू काजु उत्पादन गर्ने हो कि भोलि गएर चाहिँ अङ्गुर उत्पादन गर्ने त वाइन बनाउने हो कि होइन योतिर जान्छ क्या आलु उत्पादन भएकोले हामीले भर्खर बनाउने हो कि शिक्षाले दिने कुरा हो त्यो केन्द्रमा आएपछि कसरी त्यसै सम्भव केन्द्रमा कति इन्ट्रेस्टिङ छ तपाईले केन्द्रमा आफै होइन स्वयं शिक्षित हुन्छ केन्द्रमा चाहिँ नआइकन कुनै मान्छे हलुवाहरू जोतेर बस्यो भने अर्को पनि जोत्लान् दुईजना नजान्ने टेबल टेनिस खेले जस्तो जिन्दगीमा उँभो लाग्दैन प्रतिस्पर्धी ठाउँमा आएपछि यहाँ भन्छ उपेन्द्र महतो किन उपेन्द्र महतो हो जनकपुरमा बसेको भए उहाँले पनि अहिले चप्पल चाहिँ होइन पड्काएर त्यहीँनिर चाहिँ पान दोकानमा छेउमा उभिएको होला उहाँ इन्जिनियरिङ क्याम्पसमा आउनुभयो यहाँको वातावरणमा भिज्नुभयो त्यसपछि उहाँ सोभियत युनियन जानुभयो बेलारुस जानुभयो बिगर इकोनोमी जानुभयो त्यहाँभित्र उपाय खोजेकोलाई चाहिँ नेपालको एउटा धनी मान्छे त बन्नुभयो नि तर कल्पना गर्नुहोस् उहाँ चाहिँ जनकपुरमा बसेको के होला त्यही धोती एउटा लागेको होला होइन पुरानो कथा हालेको होला गौरव गाथा अनि चाहिँ त्यहाँनिर जनकपुर परिक्रमामा चाहिँ उहाँले परिक्रमा गरिरहेको होला मेरो अनुमान है तपाईँको दिमागमा तपाईँको मानसपटलमा एउटा विकसित नेपालको चित्र कस्तो छ तपाईँको संसारले उछिन्ने कस्तो एक्चुअली बडो सुन्न हेर्न त हामीले पाउँदैन थाहा छैन होइन हेर्न पाउने होइन म राजतन्त्र फ्याक्छ भनेर हिँडेको भर्खर दाढी फुलेकोले फ्याँकियो भने देश बनाउनु चाहिँ हिँड्या मान्छेले के देश बनाउँदैन त्यो कन्फिडेन्स क्या म आज जिम गर्न पाएको छैन अहिले पनि म बेन्च प्रेस गर्दा 40 किलो उठाउँछु दिस बडी किनभने मलाई अलिकति बाँच्नु परेछ अलिकति चाहिँ होइन मुलुकलाई सेवार्थ यो चाहिँ तन्टुहरू ठिक गर्नु छ मसलहरू ठिक गर्नुपर्छ भने म ध्यान गर्छु 2 घन्टा बिहान 4 बजेदेखि चाहिँ 6 बजेसम्म ध्यान गर्छु किन गर्छु मुलुकको निष्ठाको लागि बाँच्नु परेको छ नि होइन त्यसैले त्यो समग्र मुलुक यस्तो हुन्छ भने देखेर न चाहिँ त्यो कर्म गर्ने हो मैले के देखिरहेको छु भने म अस्ति चाहिँ यो फिनल्यान्ड जाने क्रममा यो अबुधाबीमा बसेँ त्यहाँ माथिबाट चाहिँ त्यहाँको चाहिँ सहर देखिँदो रहेछ टावरबाट जम्मै ठाउँमा ठुलो धुवा के हो बालुवा उडेको रहेछ त्यो यस्तो गर्मी छ त्यहाँनिर त्यो हेर्दा नरक भन्दा पनि नरक चाहिँ त्योभन्दा सुन्दर होला मेरो विचारमा त्यस्तो देखिन्छ त्यो अलिकति तेल भयो उहाँहरूले चाहिँ अलिकति होइन समृद्धि भित्र होला टावर बनायो होला एयर कन्डिसन भयो उहाँहरूले चाहिँ राम्रा गाडी चलायो होला तर आम नागरिकको हालत के हो त्यहाँको आम नागरिकले राज्यले केही पक्ष पोषण गरे होलान् तर बस्ने त त्यही ठुलो धुवामा बस्ने हो कहीँ हरियाली केही पनि छैन रुख पात छैन
सोक्छ हावा कुरै नगर्ने त्यो त बालुवा मिसेको हावा भएको छैन हाम्रो काठमाडौँ अवतरण एयरपोर्टबाट झरेको लगे स्वर्ग जस्तो अनुभव हुन्छ एयर कन्डिसन सिटी भ्याली तपाईँ यहाँबाट यहाँ हामी चाहिँ गर्मी लाग्यो भने जामा जस्तो जानुहोस् त 15 मिनट्स ड्राइभ त्यो चाहिँ म स्विजरल्यान्ड पुगेको छैन स्विजरल्यान्डको सबै अनुभव त्यहाँबाट हुन्छ भन्छन् मान्छेले तपाईँ कहीँबाट पनि 15 मिनटको डिस्टेन्समा गएपछि स्वर्ग अनुभव हुन्छ अनि फर्केर आउने यही ठाउँमा अलिकति फोहोर होला व्यवस्थापन गर्न सकिएन होला बाटो अलिक चौडा भएन होला गरौँला होइन अलिकति ढलको व्यवस्थापन भएन गरौँला त्यो गर्नुलाई त हामी जस्तो चाहिँ मान्छे छौँ अब केशव भने कृष्णजी हो लीला गर्छ क्या गर्न सकिन्छ यो पनि गर्ने त्यो पनि गर्ने र मैले त एउटा आर्थिक सेनाको कल्पना गरेको छु वान्स आई गाल गो टु पाल्पा मैले अहिलेको अध्यक्ष चौकमा मन्त्री परिषदको अध्यक्ष चौकमा जग्गा मागेँ पहिले पनि मागेँ हजुर त्यो ठाउँमा एउटा चाहिँ मेरो सेन्टर अफ एक्सलेन्स भन्ने हुन्छ जहाँ 60 विधाको हामी पढाइ गर्छौँ अनिवार्य एउटा चाहिँ विषय चाहिँ सिक्छ एउटा स्किल सिक्छ म्यानेजमेन्ट पढ्छ ध्यान गर्छ योग गर्छ कम्बाट गर्छ उनीहरूले चाहिँ होइन डिस्कोर्स गर्छ अनि फेरि नृत्य गर्छ यो सब खालको एउटा मानव पुस्ताको कल्पना गरिएको छ जसले चाहिँ 10 वर्षभित्र 4000 सेना चाहिँ जन्माउन सक्यो निर्माण सेना आर्थिक सेना स्किल पनि छ होइन डिग्री गरेको छ जसले चाहिँ खेती किसान जान्छ अर्ग्यानिक खाना खाएको छ ध्यान गरेको छ योग गरेको छ कम्बाट गर्न जानेको छ होइन यो सबै क्वालिटी भएको एउटा मानव पुस्ताको मैले कल्पना गरेको छु जसले एउटा गाविस लिएर दे विल नट बी माई डिसाइबल मलाई उछिन्नेहरू 1000 गुणा उछिन्नेहरू त्यो ठाउँमा गएर बस्यो भने के हुन्छ यो देश 20 वर्षको कल्पना गर्नु म त्यो बेला चाहिँ 74 वर्ष होला तर त्यो बेला पनि म हट्टाकट्टा हुन्छु यो कागजमा छ कि यसम्म कि पुरा काम गर्नुभएको सबै कुरा असाध्यै तपाईँको हरेक कुराहरू है एकदमै इन्ट्रेस्टिङ हुन्छ अब एउटा कुरा राम्रा कामहरू गर्ने वातावरण सृजना हुन त के भनिन्छ भने देयर इज नो स्पेस फर यु क्रिएट योर ओन भनिन्छ नि आफ्नो स्पेस आफैले बनाउने हो होइन आफैले स्पेस बनाउने हो तपाईँले आफ्नो स्पेस कत्रो बनाउनु भएको छ हुन्छ तपाईँले एउटा कार्यक्रम पनि बनाइरहनु भएको छ त्यसो गरे कसो होला भनेर असाध्यै राम्रो कार्यक्रम हो त्यो हेर्न मिलेको हेर्ने अझ छन्न मिलाएको छैन त्यसमा धेरै मिलाउनु पर्यो त्यो अर्कै पाटो पनि थियो मैले तपाईँले के भन्दैछु भने तपाईँ देश राम्रो बनाउनुहोस् न कार्यक्रम राम्रो हामी बनाउला होइन म त एउटा फिल्म आइ एम मेकिङ अ फिल्म यो अर्को ठाउँबाट चाहिँ होइन अलि व्यापक कभरेज हुने ठाउँमा म जाँदैछु म अलि डिक्लेयर भन्दै होइन र एउटा झ्याम्मै भन्ने प्रोग्रामको डिजाइन गर्दैछु झ्याम्मै हजुर ताकि यो चाहिँ भ्रष्टाचार गर्ने बेइमान गर्ने होइन अरूलाई चाहिँ होच्याउने खालका मान्छेहरूलाई स्पटमा पक्रिने क्या हजुर त्यस्तो झ्याम्मै भन्ने प्रोग्रामको म डिजाइन गर्दैछु एन्ड वान मोर थिङ मैले चाहिँ मेयरको इजलास भनेर हजुर मैले मेयर हुँदाखेरि 4200 मुद्दा टुङ्ग्या थिएँ हजुर त्यो 18-20 वर्षमा चाहिँ मान्छेले मुद्दा भने चाहिँ के भनेछ टुङ्ग्या छ रङ्ग्या छ होइन वकिलको चाहिँ खाजा भएछ विदिन 2.5 years आई एन्डेड 4200 कोर्ट केसेस हजुर र त्यसभित्रको गजब गजबको केस छ नि त्यो सोसल कन्फ्लिक्टहरू अरू होइन गजब गजबको केस छ निचोडहरू त्यो 500 जति छ त्योमध्ये चाहिँ स्क्रुटाइज गरेर कमसेकम मसँग 5 वर्ष चलाउने चाहिँ यो सामग्री छ हजुर होइन र एउटा तपाईँ मान्नुहोस् न 2.5 वर्षमा 4200 केस कोर्ट केस टुङ्ग्याउन सकिन्छ त्यो बेलाको क्रियाशील सबै चाहिँ निर्माणको काम अरू काम रिस्ट्रक्चरिङ काम गर्दाखेरि पनि मुद्दा टुङ्ग्यायो भने इज अ हिस्टोरिक रेकर्ड हुन्छ होला होइन त्यही मैले तपाईँले ध्यान गर्न उन्मुख गरेको यो देशमा मैले 90% मान्छे मोर देन 90% अझ 95% होला दे आर द जिनियस हो तपाईँ जसलाई पनि ए दिदी भन्यो भने बहिनी भन्यो भने ठुल्बा हुने ल बाहिर गएर ए दिदी भन्न माई सिस्टर भने गाला चढाउँछ तपाईँले कोही हाँसेर जवाफ दिनेवाला छैन तपाईँले हामी कहाँ त कोही टुरिस्ट आएर हेलो भन्यो भने हामी हेलो भनिहाल्छौँ क्या वी आर सो रेस्पोन्सिभ हो त्यसैले दुईवटा ठुलो इकोनोमीको बिचमा हाम्रो चाहिँ यो मुलुक छ एयर कन्डिसन मुलुक भन्छु म जहाँ मैले भन्छु कोही नानीले चाहिँ यो खुला दिशामुक्त नभएको क्षेत्रमा गएर आची गर्यो यदि उसले अम्बा खाएको छ भने अम्बाको बिहा त केही भयो हुँदैन 7 दिनपछि जाने त्यहाँ अम्बा बोट उब्रिन्छ हाम्रोमा ईश्वरले उमारे यस्तो धरती छ कसैले त आँप खाएर कोया फ्याँक्दिन्छ त्यहीँनिर आँपको बोट उम्रिन्छ होइन मान्छेले छानामै उम्रिन्छ छाना जहाँ पनि उम्रिन्छ क्या यति जति चाहिँ होइन यो बीज तत्त्व भएको मुलुक कहीँ पनि छैन तर केही बाँदरहरू निस्कियो क्या हजुर केही बाँदरहरू छन् होइन जसलाई मुलुकको चाहिँ होइन सपना छैन मुलुकको प्रवर्धन गर्नु छैन होइन र नितान्त निजात्मक स्वार्थहरू लिएर आउँछन् र मैले के ठाउँ भनेको छु के यो नेताहरूको दिमागमा होइन गिरी त छँदै छैन धेरैको हजुर तर गोबर मात्र भइदिए पनि यो केस त चाहिँ होइन एकदम कालो भएर चाहिँ हुन्थ्यो होला किन यो जम्मै धेरै जस्तो नेताको चाहिँ केस उडेर जान्छ त्यो मल पनि छैन क्या खालि ढ्वाङ जस्तो छ हजुर त्यो बजाउन मिल्छ क्या ढ्वाङढाङ बजाउन मिल्छ अब मूल कुरोमा लागौँ सम्भावना अथाह छन्
तपाईँ लगायत अन्य धेरै मानिसहरू छन् जो यो देशको अथाह सम्भावनाका दस्तावेजहरू कागजमा, दिमागमा, फाइलमा, घरमा, कोठामा, चोटामा राखेर बसेका छन्। कुरा यहाँ आयो, यसलाई कसरी कार्यान्वयनमा ल्याउने, यसलाई कसरी, कुन तत्त्वले त्यसलाई बाधा गरेको छ, त्यसलाई कसरी हटाउने र के तरिका छ, कुन संयन्त्र। अब आफ्नो सम्पूर्ण एफोर्ट तपाईँसँग भएका नयाँ प्लानिङहरूको जरुरत परिरहेको छैन। तपाईँसँग भएकै जुन प्लानिङहरू छन् त्यसलाई कार्यान्वयन गराउने आधारहरू, त्यसका संयन्त्रहरू, त्यसको वे के हो, त्यो वेलाई खोज्नु पर्यो। मैले एउटा कल्पना गरेको छु होइन, र प्रोबेबली म चाहिँ 15-20 दिनभित्र डिक्लेयर गर्छु होला। मैले खोजेको चाहिँ नेपाल विकास फाउन्डेसन एउटा बनाउने। हजुर, मसँग छ, यहाँ पुर्याउनुपर्छ होइन। त्यो सल्यान कहाँ हो, जाजर रोड कहाँ हो होइन, मैले चाहिँ खोटाङ कहाँ हो म देख्छु। त्यो इलामको चाहिँ सन्दकपुरमा को थुम्कोमा यो हाम्रो नेपाल, यो भारत, यहाँनिर चाहिँ सबै चाहिँ उनीहरू गेस्ट हाउस बनाउने, उताबाट आएको जम्मै यहाँ राख्ने, हाम्रो चाहिँ यहाँबाट चाहिँ एउटा बाटोसम्म नपुर्याउने। यो थुम्को हाम्रो सनराइज हेर्ने। अनि चाहिँ युवा स्वरोजगारले चाहिँ 50-60-100जनालाई कसलाई कसलाई के होइन, त्यहीँको चाहिँ जौबारीमा उम्रेको आलुलाई चाहिँ हामीले चाहिँ होइन स्न्याक्स दिने कि अरू, यो धेरै छ क्या। त्यो एउटा सानो भूभागमा जसले चाहिँ इलाम पाल्न सक्छ, यो एउटा त्यो सन्दकपुरले वर्षको चाहिँ 2-4 लाख टुरिस्ट त्यो ठाउँमा भेटाउन सक्छ। तर हामी चाहिँ अन्धा जस्तो बसिरहेछौँ। त्यहीँबाट चाहिँ होइन, अब हिजो झलनाथ खनालजी चाहिँ होइन मेरो पार्टीको अध्यक्ष प्रधानमन्त्री हुनुभयो, आग्रह त गरियो होला नि। तर हामी यस्तो ठाउँमा झिलिन्छौँ कि, यस्तो ठाउँमा त्यो पुस्ता झेलियो कि उहाँले योसम्म ध्यान पुर्याउनु सकेन होइन। तर एउटा नयाँ पुस्ता आएछ क्या, यो इन्टरनेट पुस्ता आएछ जसलाई जे पनि थाहा छ। मलाई 1000 पटक उछिन्न सक्छ, तर मैले त स्ट्रिम लाइनिङ गर्ने क्या, यस्तो हुनसक्छ है। तर त्यसलाई सम्हाल्ने कसरी, त्यसलाई ल्याउने तपाईँको मूल धारमा कसरी लिएर आउने? तपाईँ यो काठमाडौँमा तपाईँले चाहिँ होइन, म तपाईँले 1000जना नाम भन्न सक्छु। हजुर, मेरो एकजना मित्र हुन्छ, उहाँले रमन नेपाली लेख्नुहुन्छ होइन, उहाँको ट्रेनिङ प्रोग्राममा जानुहोस् न। उहाँले चाहिँ एकदम किङफिसर जस्तो ठुला कम्पनीको 500-700 मान्छेले एकैबाजी खोला हेलेर छ नि, नदी पार कसरी गर्ने सिकाउँछ। त्यस्तो पुस्ता जन्मियो। त्यो बब्रिनजी भन्नु कि अर्को भन्नु कि मसँग 1000 मान्छे छ यहाँ यो उपत्यकामा जो हामीभन्दा धेरै गुणा माथि काम गरेछ। तर त्यो उहाँहरूले चाहिँ देखिने प्लेटफर्ममा छैन। लाइक एनजिओजहरू काम गरिरहेछ। अनि उहाँहरू सबै बसेर यो उपत्यकामा एउटा कमिटी बन्यो भनौँ न, यो उपत्यका कमिटी मैले भने नेपाल विकास फाउन्डेसन। अनि यो फाउन्डेसनको त्यो 1000जना मान्छेले हामीले एकबाजी क्याम्पेन गऱ्यौँ भने अनि को जित्छ भोलि संविधान सभामा पठाउने मान्छे? हामीले भने मान्छे जित्छ। तपाईँलाई त्यस्तो वातावरण मिल्ला त? होइन, यो देशलाई चाहिँ यो देशको राजनीतिलाई आफ्नो पेवा सम्झेर सदा सर्वदा यसमा हालिमुहाली गरिरहेका प्रमुख दलका मान्छेहरूले तपाईँको यो परिषदलाई अगाडि बढ्न देलान् जस्तो लाग्छ? यसो मैले चाहिँ राजतन्त्र विरोधी कुरा गरेर होइन, राजा फ्याँक्नुपर्छ भन्ने आशयबाट कुरा गर्दा मेरो आफन्तीहरू मेरो घरमा 2 वर्षमा आएनन्। मेरो नजिकको साह्रै नजिकको मान्छे 2 वर्षमा आएनन् राजा फाल्नुपर्छ भन्दा। त्यो बेला कम्युनिस्ट पार्टी जोइन गर्दा होइन। हजुर, अहिले पनि मेरो चाहिँ यो विचार चाहिँ प्रवाह गर्दाखेरि कति मान्छेले यसलाई खतम गर्नुपर्छ भन्छ नि। तर हिजो राजा फाल्छु भनेको त यो उमेरमै राजा त फाल्यो नि होइन। त्यसले तपाईँ निष्ठावान मान्छे हो कि होइन, तपाईँमा त्यो अध्यात्म छ कि छैन, त्यो भित्रैदेखि यो मुलुकको सेवा गर्छु भन्ने छ कि छैन। म त मेरो मोबाइल तपाईँले हेर्नुहुन्छ नि, मेरो 1600 मैले तपाईँलाई देखाउनुपर्छ। हजुर, यो घडी मेरो 200 रुपियाँको हो। हजुर, मेरो मोबाइल 1600 रुपियाँको। हजुर, किन म 1600 भने यो 50,000को भए तपाईँसँग कुरा गर्दा मेरो मोबाइल कहाँ हरायो, मेरो चिन्ता यहाँ हुन्थ्यो नि। म 1600 बोक्छु, हरायो भने हरायो, कमसेकम नहुनेले पायो भन्न सक्नु पऱ्यो नि। त्यसले तपाईँ भूमि सङ्ग्रह गर्ने होइन, अब जग्गा सङ्ग्रह गर्ने, पद सङ्ग्रह गर्ने, अनि गाडी चाहिँ भन्ने, अनि त्योभित्र तपाईँ रमाउन थाल्नुभयो भने तपाईँको दिव्यताले कहाँ रङ पाउँछ र? त्यसैले आफूले सबै, अझ म त सामान्य सूत्रमा भन्छु, भय दुःख सबै कुरा त्याग्नु पऱ्यो। मेरो मुलुक बाहेक अर्को कुनै पनि होइन भनेर तपाईँले घोषणा गरेपछि अनि निष्ठावान मान्छेहरू आउँदैन। माओवादीले चाहिँ यो मुलुक बनाउँछु भनेको लगत्तै मान्छेले सबै कुरा त्यागेर हतियार समाउनु गएन, ज्यान फालेन। अब मेरो पालो चाहिँ यो देश यस्तै बन्छ है, तिमीहरूको यस्तो एउटा चाहिँ तिमीहरूले चाहिँ लन्डनमा देखेर आयो त्योभन्दा चाहिँ यस्तो हुन्छ है, हाम्रो सहर यस्तो हुन्छ भनेर देखाउन सक्यो भने के मान्छे सहभागी हुँदैन? अहिले पनि 30 लाख नेपालीहरू विदेशमा छन्, अनुभव गरिरहेछ। केही मान्छेले चाहिँ साउदीमा फलानको एउटा बलात्कार हो त्यसमा छानबिन गरौँला, तर त्यो ठाउँको चाहिँ विश्वको अनुभव त लिइरहेछ नि, बाँकी जम्मैले त लिइरहेछ। केही मान्छे हात कट्यो होला, यहीँ पनि त चाहिँ कालीकोटमा गाडी दुर्घटना भयो, 48 जना मऱ्यो भन्ने त भइरहेछ। तर विदेशमा चाहिँ कोरियामा एकजना मान्छे चाहिँ कुट्यो फलानु भयो भनेपछि हामी हाइलाइटमा ल्याउँछौँ। तर त्यहाँबाट रेमिटेन्स नभएको भए हामी भुकमरीमा पर्थ्यो। उहाँहरूको पसिना हो, उहाँहरूको श्रम हो, उहाँहरूको अनुभव हो। अब बिस्तारै आउनु सुरु भयो, एउटा साइक्लिक अर्डर सुरु भयो, हिजो जाने मात्र।
अब कोही मान्छे रागा पालन गर्न आएछ, कोही भैँसी पालन गर्ने, कोही बाख्रा पालन, कोही चाहिँ गोलुबेडा उमार्न आएछ। अहिले हाम्रो यो गणेश योन्जनजी हजुर जापानको राजदूत भयो, उहाँको छोरा प्रज्ञानजी हजुर बौद्धमा अहिले चाहिँ गोलुबेडा फलाउँदै हुन्छ। एउटा बोटमा 20 किलो अनिवार्य, 20 किलो एउटा बोटमा, एउटा बोटले 20 किलो एउटा रोप्ने जग्गामा चाहिँ 2 रोप्ने जग्गालाई 72,000 रुपियाँ जम्मा खर्च गरेको ठाउँमा वर्षभरि काम गर्दा 4-5 लाख रुपियाँ आर्जन हुन्छ भने यो ब्यारन ल्यान्डलाई चाहिँ हामीले चाहिँ सुन फलाउने ठाउँ बनाउन सकिँदैन। हिजो हामीले भएन, हामीले परम्परागत गोलुबेडाको कुरा गऱ्यौँ, बजारको कुरा गऱ्यौँ होइन। तर अब त्यो बाहिर बजार देखेको मान्छे त्यो इन्टरनेटमा खेलेर कहाँ कतिमा बिक्छ, यसलाई चाहिँ कसरी प्याकेजिङ गर्ने, पाउडर कसरी जानिसकेको मान्छे, मास्टर्स गरेको मान्छेले फेरि खेतीमा फर्किएपछि यो मुलुकलाई चाहिँ अग्रगतिलाई रोक्न सकिन्छ? तपाईँको वर्चस्व तपाईँको पार्टीमा र राष्ट्रको सरकारसँग कतिको छ त? तपाईँको प्रभाव कतिको छ मेरो पार्टीमा? हजुर आज मैले हाम्रो पार्टीको अध्यक्ष जयन खनालजीसँग भने, हजुर मैले प्रष्ट भने, हजुर तपाईँको यो पार्टी मेरो पनि पार्टी हो, मैले 20-30 वर्ष लगानी गरेँ। केही मान्छे माओवादी भएर हिँड्यो, मेरो हिजोको वडा अध्यक्षहरू, त्यहाँ पनि माओवादीमा सुख शान्ति पाएको छैन, केही सम्मान इज्जत पाएको छैन। केही मान्छे नेपाल राष्ट्रिय पार्टीमा गए, उहाँहरूलाई सन्तुष्टि छैन होइन, यही पार्टीले के गरोस् भन्ने चाहना छ यताबाट गयो। केही अहिले चाहिँ अशोक राईजीको पार्टीमा गए, तपाईँहरू यहाँ खाली भइसक्यो, जिम्मेवारी दिने कि नदिने? मेरो प्रभाव भनेको मैले चाहिँ जति पनि हिजो काम गरेँ त्यो मान्छेलाई म फर्काउन सक्छु, एक ठाउँमा ल्याउने। फेरि पनि यो मोडरेट खालको पार्टी, न दायाँ न बायाँ भएको, कुनै अहिले दक्षिणपन्थी धार छ, कुनै चाहिँ उग्रवादी धारतिर छ, र जनताले चिनेको एमालेलाई स्ट्याब्लिस गर्ने भए हामी जस्तो मान्छेले जिम्मेवारी दिने कि नदिने? अब जिम्मेवारी दिएन, अर्को चुनावसम्म जेरो सिट आएपछि त अब अस्तिको जेरो सिटको सदमा अहिले पनि छ, अरू फेरि भाइ जेरो आएपछि सदाबार जेरो हुन्छ, काम गर्ने वातावरण बन्दैन होइन। त्यसैले मैले भने तपाईँले जेरोले अर्को चाहिँ महामानव भनेर इन्टु चाहिँ तपाईँ 100 गर्नुहोस्, इजकल टु जेरो, शून्य अगाडि राख्नुहोस्। तपाईँले 10,000 कार्यकर्ता भित्राए भन्नुहोस्, इन्टु चाहिँ 10,000 भए शून्य हुन्छ। तर केशव विस्तार फरक छ, यो एक्लो भए पनि तपाईँहरूको 2टा शून्य छ भने अगाडि उभिन्छ भनेपछि सही हुन्छ, सही हुन्छ। मेरो व्यक्तित्व यो हो र तपाईँले चाहिँ यसलाई बुझ्नुहोस् भनेको छु, उहाँ हाँस्नु हो। हजुर त्यसैले म जहिले पनि यही हो, अरू ठाउँमा चाहिँ केही अङ्क हुन्छ, शून्यले गुणन गर्छ, एकले गुणन गर्छ, त्यही अङ्क हुन्छ। म भनेको फ्रन्टलाइनमा हुने, एक छ भने म अगाडि गएपछि 11 हुन्छ। हजुर होइन होइन, यो सबै त्यही त मैले अघि पनि अझै पनि एकदमै उत्साहवर्धक छन् सबै चिजहरू। यो हुन सक्ने र हुन सक्ने सम्भावनाको कुराहरू तपाईँले गरिरहेको कुराहरू एकदमै ध्यानपूर्वक सुनि पनि रहेको छु, र टेलिभिजन हेर्नुहुने आदरणीय दर्शक महानुभावहरूले त अझ बढी रुचिको रूपमा यसलाई सुनिरहनु भएको छ। तर देशको परिस्थितिले तपाईँ आफै पनि एकदमै एक्टिभली काम गरिरहनु भएकै यति धेरै वर्षहरू भइसक्दाखेरि पनि यी चिजहरू कार्यान्वयनमा आइ नसक्नाले मान्छेहरूमा अलिकति नहुने कुरा हो कि यो, अथवा कृष्ण विस्थापित आफै एउटा व्यक्ति पपुलर, व्यक्ति त लोकप्रिय भयो, एउटा व्यक्ति लोकप्रिय भएर त्यसले समग्र मुलुकलाई प्रत्यक्ष फाइदा पुगि नसक्ला कि भन्ने चाहिँ एउटा डाउटको स्थिति त छ नि? छैन केहीमा, किनभने केशव विस्थापितलाई सबले ओहो केशव विस्थापित मैले अघि बताएँ सिनेमाको हिरोलाई मन परायो, तर कहिलेकाहीँ फर नथिङ हुने हो कि? होइन त्यस्तो त हुँदैन। यो यहाँले गरिसकेका कार्यहरू एकदमै सराहनीय कार्यहरू गरिसक्नु भएको छ। केही मान्छे छ पुरानो तबका छ जसलाई मनमा के लाग्छ नि यो सदिले श्रापित देश भन्छन् क्या, यो हुनै सक्दैन भन्ने चाहिँहरू पनि छन् यहाँ। हजुर, तर अहिलेसम्म भएको उपलब्धिलाई तपाईँले यो स्वाभाविक उपलब्धि मान्नुहुन्छ कि कसैको एफर्ट मान्नुहुन्छ? होइन मानवीय प्रयत्न हो जस्तो भनौँ न, स्वाभाविक होइन। यति विकास हुँदैन थियो मुलुक, आज पञ्चायती व्यवस्था भए पनि यति विकसित हुँदैन थियो? हुँदैन थियो। पञ्चायत कालमा चाहिँ एउटा एफएम एउटा रेडियोलाई कति चाहिँ भयो, अहिले कतिवटा एफएम छ। हामी सूचनाको यति धनी छौँ कि संसारकै एउटा होइन सूचना सम्प्रेषण हुने मुलुक हो। मैले चाहिँ मेट्रो एफएम भनेर कुरा गर्दाखेरि मैले चाहिँ एउटा ग्लोबल कन्फरेन्समा मेरो आफ्नो एफएम छ भन्दाखेरि सम्भवै छैन भनेको। नेपाल त यति चाहिँ डेमोक्रेटिक चाहिँ ठाउँ छ कि मैले चाहिँ एफएम लाएर आफै गएर मिरर्स आवर चलाउँथेँ नि। त्यसपछि न अहिले चाहिँ इन्डियामा बङ्गलादेशमा चाहिँ यो कम्युनिटी एफएम हुनसक्छ। अझ चाहिँ महानगरपालिकाको कुनै गभर्मेन्ट एजेन्सीको त चाहिँ रेडियो हुन्छ भने कल्पनै गरिरहेको थिएँ नि। हामी त हिमालको देशको चिन्तन पनि त अलिक उचाइ नै राख्नु पर्यो। त्यसरी मलाई के लाग्छ भने पञ्चायत कालमा चाहिँ विदेश एकपल्ट जानलाई तपाईँले चाहिँ पासपोर्ट लिन जानु पऱ्यो भने 6 महिना पुलिसले झोलाउँथ्यो, सेवाई तपाईँ जानु पर्थ्यो, चाकरी गर्नु पर्थ्यो। त्यसपछि चाहिँ एउटा चाहिँ पासपोर्ट दियो भने पासपोर्टमा के हुन्थ्यो भन्दाखेरि यो देश मात्र भ्रमण गर्न पाउने त्यति लिमिटेसनमा बाँचेको हो। तोकिएको त्योभन्दा बाहिर जानु पाउँदैन थियो। अहिले त तपाईँ विश्वभरमा जहाँ उड्नु पनि त सकिन्छ नि। तपाईँको चाहिँ होइन क्यारेक्टर ठिक हुनु पऱ्यो, तपाईँको उद्देश्य ठिक हुनुभयो भने संसारमा चाहिँ एक गर्ने अभियान त चलो। त्यसैले मलाई लाग्दैन यो कुनै यो बाधा छ, अडचन छ, कुनै समस्या शब्द पनि प्रयोग गर्दिनँ। त्यो विषय हो क्या।
र एउटा तपाईँले टेन्डेन्सी कुरा गर्नु पहिला मैले बाटो चौडा गर्दा झगडा हुन्थ्यो अरू हुन्थ्यो तनाव हुन्थ्यो होइन सबै हुन्थ्यो अहिले तपाईँ बागबजारबाट चाहिँ पुरानो बानेश्वरसम्म जानुहोस् त कहीँ मैले डोजर चलाएको छैन कुनै ठाउँ माइकिङ गरेको छैन है कुनै पोस्टर टाँसेको छैन कुनै टिभीबाट मैले आतङ्क सिर्जना गरेको छैन त्यो बाटोमा हिँडेँ तपाईँहरूको बाटो चौडा गर्नु पऱ्यो है भने हाँसेँ होइन चिया खाइयो सँगै बस्यो अहिले खराब लच्छ कहिले काहीँ चुरोट खान्छ होइन एक दुईवटा चुरोट खाइयो त्यो बाटोमा अब अहिले भित्रबाट चाहिँ पुरै वाल बनाउँदैछ अहिले तपाईँले देख्नु भएको छैन के ठाउँमा फुटेको ठाउँमा के ठाउँमा अनि झ्याल खसेको ठाउँमा चाहिँ भित्रबाट वाल देख्न थाल्यो तपाईँ 4 महिना आषाढसम्म हेर्नुहोस् त त्यो जम्मै गरलम्मा ढलेको अहिलेको चाहिँ त्यो बाटो दिल्ली बजारको बाटो हो डबल लेनको अहिलेभन्दा डबल भएपछि कस्तो होला त्यसैले त्यो देख्नुपर्छ क्या यो अवधारणा कसको बाटो चौडा गर्ने अवधारणा त्यो त पहिला कसले गरेको थियो चाहिँ आरएनएसी अगाडि चाहिँ सबभन्दा पहिला चौडा गर्ने मै हो त्रिचन्द्र क्याम्पसमा त्यहाँ युनियनका मान्छेसँग टुनिखेलको बाहेक चाहिँ त्रिचन्द्र क्याम्पसको अगाडि चौडा गर्दै युनियनको मान्छेले घेर्या हो मलाई 20-22 जना आफै डोजर पनि चलाउनु भएको थियो नि कोही ठाउँमा डोजर भन्दा डोजरको छेउछाउमा बसेको म साइकलै चलाउन नजान्ने मान्छे के डोजर चलाउँछ तर त्यो बेला त उहाँले 20-22 जना घेर्या हो मैले भने म त्यही होइन नानबुडो खेल्यो 3 वर्ष इट्स अ किलिङ आर्ट सुनि होइन भनेर चाहिँ भन्नु पऱ्यो नि तर उहाँहरूले मान्नुभयो बाटो चौडा भयो चाहिँ टिसीको अगाडि तपाईँ सबभन्दा चाहिँ कलङ्कीको बाटो हेर्नुहोस् त त्यो कलङ्कीको बाटोमा चाहिँ यति ह्युमन क्राई भएको थियो बाटो चौडा भयो होइन जुन ठाउँमा चाहिँ 2वटा दोकान भएको थिएन अहिले चाहिँ एउटा दोकानको 30,000मा चाहिँ भाडामा ल्याएर बस्नु पाउनु त भयो नि हिजो आनाको 3 लाखमा लिए महानगरपालिका भनेको जग्गा त अहिले आनाको 50 लाख त भयो नि त्यसैले त्यो सहरमा कुनै निर्माण गर्दाखेरि त्यो सहभागी पक्षले लाभै मात्र कमाउँछ क्या घाटा भनेको हुँदैन पहिला एकछिन त पीडा हुन्छ नि म बसिरहेको घरको झालै जाने भयो यहाँ पर्खाले जाने भयो एकछिन आफ्नो गयो भन्ने जस्तै होइन तर गइसकेपछि त्यो सौन्दर्य त फेरि फर्किन्छ नि त्यो समृद्धि र लाभ पनि फर्किन्छ त्यही मलाई त्यो बाधा विरोध फलानो द्वेष क्वेसन छैन मलाई त्यो समस्या भन्ने पनि लाग्दैन इस्युज विषयहरू छन् करेक्टली डिल गर्ने ध्यानपूर्वक हेर्ने यसलाई यसो गरे होइन कसो होला भन्ने टाइपको अनि संवाद थाल्ने मान्छेहरूसँग हिजो हामीले बाटोहरू केही भत्काउँदाखेरि यो अव्यवस्थित बसोबासमा अकस्मात डोजर चलाएको कारणले पीडा भयो तर उहाँहरूसँग बसेर मैले चाहिँ अहिले चाहिँ कार्यक्रम फर्मुलेट गरेको छु मैले डिक्लेयर गर्न केही दिनभित्र डिक्लेयर गर्छु यो नयाँ वर्षमा 4 वर्षभित्र तपाईँहरूले भनिआएको अरूले भनिआएको सुकुम्बासी बस्ती भनेको चाहिँ विहीन उपत्यका भन्छ अव्यवस्थित बसोबास कहीँ हुँदैन त्यो खोला छेउ पनि बाहिर पनि हुँदैन तर उहाँहरू फेरि चाहिँ काठमाडौँबाट चाहिँ लखट्ने कुरा होइन उहाँहरू त शानदारको मेन्सनमा बसिरहेको हुन्छ क्या हलको घरहरूमा राम्रो इक्विप रुममा तल दोकान गर्ने होइन त्यस्तो एउटा ठाउँमा हुन्छ तर उहाँहरूले 100% पैसा तिर्नुपर्छ प्रति इन्डिभिजुअलले तिर्नुपर्छ र तिर्ने कसरी भन्यो भने म उपाय थिएन त्यो सिङ्गो बिल्डिङभरिमा 300 परिवारमध्ये एकजनाले साग बेच्यो भने के हुन्छ अहिले तपाईँ कालीमाटीमा किन्नुहोस् गोलभेडा 20 रुपियाँ किलो अनि घरमा चाहिँ तपाईँको घर छेउमा किन्दा 60 रुपियाँ किलो हुन्छ कहीँ डबल हुन्छ कहीँ 3 गुणा हुन्छ अनि 5,000को पुँजी दिएर चाहिँ होइन बिहान कालीमाटी गएर चाहिँ साग बेच्ने 10,000 कमाउँछ वर्षको 36 लाख कमाएपछि उसको लाइसेन्स खारेज फेरि उसैले मात्र धनी बनाउने हो र साग बेच्ने अरू गरिबलाई फेरि पालिदिनु पऱ्यो नि होइन त्यो एउटा सिम्पल मेकानिजम क्या त्यो हजुर यो कुराकानीको क्रमलाई अझ अगाडि तपाईँसँग कुरा असाध्यै इन्ट्रेस्टिङ छ कार्यक्रमको समय अवधिले दिएसम्म तपाईँसँग कुरा गर्न चाहन्छु किनभने मलाई लाग्छ मलाई मात्र होइन टेलिभिजन हेर्ने दर्शकहरू स्टुडियोमा हुने दर्शकहरूलाई पनि इन्ट्रेस्टिङ लागेको छ अहिले न्युज 24 हेर्ने दर्शकहरूका लागि पनि न्युज चेकको बेला भएको छ म न्युज चेकको लागि म दर्शकहरूलाई अनुरोध गर्न चाहन्छु र हाम्रो कुराकानी भने यो लङ्गेस्ट म्याराथन टेलिभिजन टक सो निरन्तर रूपमा अगाडि बढ्नेछ न्युज चेकको लागि म अनुरोध गर्न चाहन्छु